राज संस्था फर्काउने खेलाडी दुर्गा परसाईको भूमिका के हो? के नेपालमा राज संस्था फर्कन सक्छ? पछिल्लो समय दुर्गा परसाईले खुलेरै राजा ज्ञानेन्द्रको समर्थन गर्न थालेका छन्। उनले बारम्बार नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनु पर्ने कुरा उठाउँदै आएका छन्। तर के उनी राज संस्था पुनर्स्थापनाको लागि मुख्य खेलाडी हुन्? राज संस्थाको लहर फेरि बलियो बन्दै नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र नेताहरूको असफलताले जनतामा निराश बढ्दै गएको छ। केही वर्ष यता हिन्दू राष्ट्र र राज संस्थाको माग बलियो बन्दै गएको देखिन्छ। यही बेला दुर्गा परसाईको भूमिकाले ठूलो अर्थ राख्न सक्छ। राज संस्था पुनर्स्थापनाको लागि दुर्गा परसाईको रणनीति के? उनले राजा ज्ञानेन्द्रलाई फेरि सत्तामा ल्याउन रणनीति बनाइरहेका छन्। उनी कसरी एकैचोटि चर्चामा आए? दुर्गा परसाई र राज संस्था। दुर्गा परसाई को हुन्? उनका पछाडिको शक्ति को हो? दुर्गा परसाई एक चर्चित व्यापारी, समाजसेवी र विवादित व्यक्ति पनि हुन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र अन्य क्षेत्रमा लगानी गरेका छन्। तर पछिल्लो समय उनी राजनीतिमा प्रभाव पार्ने अभियानमा लागिरहेका छन्। राज संस्था पुनर्स्थापनाको लागि दुर्गा परसाईको योजना के हो? उनले खुलेरै नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान चलाइरहेका छन्। राज संस्थालाई पुनः स्थापित गर्ने सम्भावनाबारे उनले विभिन्न कार्यक्रमहरूमा बोल्दै आएका छन्। के उनी राज संस्थाका लागि नयाँ शक्ति केन्द्र बन्न खोजिरहेका छन्? राजा ज्ञानेन्द्रसँगको सम्बन्ध के गुप्त योजना छ? दुर्गा परसाईले राजा ज्ञानेन्द्रलाई समर्थन गरिरहेको कुरा खुलेआम बताइसकेका छन्। उनीहरू बीच गोप्य भेटघाटहरू भएका छन् भन्ने चर्चा पनि चलिरहेको छ। के उनी राज संस्था फर्काउन रणनीतिक रूपमा काम गरिरहेका छन्? दुर्गा परसाई किन हिन्दू राष्ट्र र राज संस्थाको मुद्दा उठाउँदैछन्? नेपाललाई हिन्दू राष्ट्र बनाउने चाहना के यो सम्भव छ? दुर्गा परसाई भन्छन् नेपाल धर्मनिरपेक्ष राष्ट्र भएर असफल भयो। हिन्दू धर्मलाई राज्यले समर्थन गर्नुपर्ने, नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनु पर्ने उनका धारणा छन्। राज संस्था र हिन्दू राष्ट्र जोडिनुको कारण के हो? नेपाल हिन्दू राष्ट्र भएको बेला राज संस्था कायम थियो। गणतन्त्रपछि धार्मिक पहिचान धमिलो भएको भन्दै उनी पुनः हिन्दू राष्ट्र र राज संस्थाको माग गरिरहेका छन्। दुर्गा परसाईको पछाडि को छन्? उनले राज संस्थावादी, हिन्दूवादी समूहहरू र केही व्यापारीहरूको समर्थन पाइरहेका छन्। भारतका केही हिन्दूवादी नेताहरूले पनि नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने बताएका छन्। के उनले राजा ज्ञानेन्द्रलाई फिर्ता ल्याउने सम्भव छ? उनी राज संस्थाको खुलेर समर्थन गर्ने थोरै व्यवसायीहरूमध्ये एक हुन्। के दुर्गा परसाईको नेतृत्वमा राज संस्था फर्कन सम्भव छ? राज संस्था पुनर्स्थापनाको सम्भावना। संविधान संशोधन बिना राज संस्था फर्कन सक्छ? नेपालको संविधानमा राज संस्था पुनर्स्थापनाको कुनै प्रावधान छैन। यदि राज संस्था फर्काउनु पर्यो भने संसदमा 2/3 बहुमत आवश्यक पर्छ। जनताको मनस्थिति कता झुक्दैछ? गणतन्त्र आएपछि राजनीतिक दलहरूका असफलताले जनता निराश छन्। कतिपय मानिसहरू राज संस्था र हिन्दू राष्ट्रप्रति फेरि आकर्षित हुँदैछन्। यदि गणतन्त्र असफल भयो भने के होला? यदि वर्तमान राजनीतिक प्रणाली असफल भयो भने के जनता राज संस्थालाई पुनः स्वीकार गर्न तयार होलान्? दुर्गा परसाईको आगामी रणनीति के हुन सक्छ? के उनले सङ्गठित रूपमा राज संस्था फर्काउने अभियान चलाउनेछन्? के उनी राज संस्था समर्थकहरूको नयाँ शक्ति केन्द्र बन्न खोजिरहेका छन्? गुप्त योजना राज संस्था फर्काउने अभियान सुरु हुँदैछ। के यो सबै एउटा ठूलो योजनाको सुरुवात मात्र हो? के दुर्गा परसाई राज संस्थाको सम्भावित भविष्यका लागि मैदान तयार गर्दैछन्? के राज संस्था फर्कने सङ्केत देखिँदैछ? नेपालमा राजनीतिक अस्थिरता, नेताहरूको असफलता र हिन्दू राष्ट्रको माग बढ्दै गएको छ। दुर्गा परसाई खुल्ला रूपमा राज संस्थाको समर्थन गरिरहेका छन्। उनले राजा ज्ञानेन्द्रसँग भेटघाट गरे, हिन्दू राष्ट्रको कुरा उठाए। गणतन्त्र असफल भएमा के उनी नै राज संस्था फर्काउने मुख्य शक्ति बन्नेछन्? तर सबैभन्दा ठुलो रहस्य के हो भने के दुर्गा परसाई राजा ज्ञानेन्द्रको योजनामा मात्र एक फाइदा हुन्? के उनी आफै अगाडि बढ्ने तयारी गरिरहेका छन्? नेपाल फेरि राज संस्थातर्फ फर्किनेछ कि गणतन्त्र नै बलियो हुनेछ? के दुर्गा परसाईको अभियानले नेपालमा नयाँ राजनीतिक मोड ल्याउनेछ? साँचो उत्तर समयमै खुल्नेछ, तर सङ्केतहरू रहस्यमय छन्।